देऊ भाइ देऊ अहिलेको लगभग 2/3 रासपा सरकारले गर्न के खोजेको, यो नयाँ सरकारले गर्न के खोजेको होइन। यो बोर्डर पारी गएपछि त केही कामले गयो भने 400-500 को सामान ल्याउनु त पाउनु पर्छ नि। 400-500 को सामान ल्याउँछ, बोर्डर पारी गएपछि केटाकेटीलाई केही यस्तो खानेकुरा त्यो ल्याउँदैमा यति साह्रो अति गर्न त भएन है सरकार। यो अति भयो, यो अति भयो होइन। कमसेकम 300-400 रुपियाँको सामान त ल्याउन दिनुपर्छ होइन। के ल्याएछ बिचरा त्यो बच्चाहरू, के ल्याएछ? 2-3टा कुरकुरे ल्याएछ, अनि 1-2टा बिस्कुट ल्यायो होला, त्यसले व्यापार गर्न ल्यायो होला त्यो। यो अति भयो सरकार, यो अति भयो, अति भयो। कमसेकम केही नभएको 400-500-1000 रुपियाँको सम्म त सामान ल्याउन छुट हुनुपर्छ। गर्न के खोजेको यो सरकारले? यो अति भयो, यो अति भन्दा अति भयो। गृहमन्त्रीज्यू, बालन सरकारज्यू, यो अति भयो। यति साह्रो त गर्नु हुँदैन है जनतालाई। यसरी चाहिँ नि जनतालाई यसरी गर्नु हुँदैन। केही नभएको 400-500 को सामान त ल्याउन दिनुपर्छ। त्यसले व्यापार गर्न ल्याएको होइन, केही गर्न ल्याएको होइन। व्यापार गर्न ल्याउँछ, झोलाको झोला भरेर ल्याउँछ, त्यसलाई चेक गर। यो अति भयो सरकार, अति भयो। यो हुँदैन सरकार, हुँदैन।